गाडीको लेफ्ट साइड कसरी जज गर्ने आजको भिडियोमा म तपाईहरुलाई 2-3 वटा टिप दिनेवाला छु जसले गरेर तपाईलाई गाडीको लेफ्ट साइड जज गर्न सजिलो हुन्छ। टिप नम्बर 1 सबै गाडीहरुको विन्डसिल्डमा यस्तो एउटा चुच्चो आएको हुन्छ अनि युजुअली हाम्रो लेफ्ट साइडको पाङ्रा यो चुच्चो भन्दा अलिकति भित्र परेको हुन्छ। अब यता देख्न सक्नुहुन्छ रोडको एज ठ्याक्क त्यो चुच्चो भन्दा अलिकति भित्र छ अनि बाहिर गएर हेर्दाखेरि ठ्याक्क यो पाङ्रा रोडको एजमा पर्न जान्छ। अर्को टिप भनेको चाहिँ हाम्रो लेफ्ट साइडको रियर भ्यू मिरर हेरेर पनि जज गर्न सक्छौं। यो टेक्निक युजुअली पार्किङ गर्ने बेलामा काम लाग्छ। ठ्याक्क हामीले लेफ्ट साइड कतिको गाडी च्याप्पे छ भने ठ्याक्क यो लेफ्ट मिररले हामीले मज्जाले भनिदिन्छ। टिप नम्बर 3 यो चाहिँ मैले पनि गाडी चलाउन सुरु गर्दा युज गर्ने टिप हो, सो ध्यान दिएर सुन्नु होला। सो गाडी चलाउँदाखेरि हाम्रो गाडी अगाडि गइरहेको इमेजिन गर्ने, गाडीको एउटा तस्बिर एउटा इमेज गइरहेको इमेजिन गर्ने। अब त्यहाँबाट मेरो गाडी सट्ट मैले इमेजिन गरिसकेँ यस्तो छिरेको। अब यो टिप चाहिँ सुरुमा चलाउन थाल्दाखेरि एकदमै काम लाग्छ। अनि अब चलाइराख्दाखेरि अब अघिको दुईटा टिप थियो त यो रियर भ्यू मिरर र यो चुच्चो हेर्ने, यो हामीले चलाइरहेको बेला जहिले गर्न नसक्ला त्यो बेला चाहिँ के गर्ने भन्दाखेरि सपोज उताबाट एउटा गाडी आइरहेछ, म त्यो गाडीको साइडमा त्यही गाडी अट्छ कि अट्दैन हेर्छु। त्यहाँ दुईटा गाडी अट्छ भने मेरो गाडी पनि अट्छ। अब त्यहाँ दुईटा गाडी अट्दैन भने म यहीँ रोक्छु, त्यो गाडीलाई जान दिन्छु अनि त्यसपछि म जान्छु। सो अब यता पनि म त्यो विन्डसिल्डको त्यो चुच्चोलाई लेफ्ट साइडमा ठ्याक्क त्यो रोडको एजमा पारेर चलाइरहेको छु। सो मेरो गाडी सक्दो लेफ्ट साइडमा सेफ स्पेस राखेर गुडिरहेको छ। भिडियो मन परेमा लाइक गरिदिनु होला। यस्तो भिडियो अझै हेर्न चाहनुहुन्छ भने फलो गरिदिनुहोस् अनि के क्वेसन छ भने कमेन्ट गर्न सक्नुहुन्छ।